अहिले केही नयाँ पार्टी भन्दै आइराखेको छ, हामी नयाँलाई दिन पर्यो भन्छ। तपाईहरुले सुनिरहनु भएको छ, यतातिर पनि हामी नयाँलाई दिन पर्यो भन्दै घन्टी बजाउँदै आएको सुनिन्छ। अब नयाँको बारेमा दुईटा कुरा राम्रोसँग थाहा पाउनु पर्यो, विशेष त युवा साथीहरूले एकदम राम्रोसँग बुझ्नु पर्यो कि नयाँ वास्तवमै नयाँ हो त? ती नयाँ भन्नेहरूको नेता त पहिल्यै उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका थिए। त्यो हुँदा के गर्यो? मौका पाउँदा केही सिनको नमाज्ने, अनि फेरि मौका देऊ हामी त कायापलट गर्दैछौँ भने झुट होइन, भ्रम होइन र? यो कुरा त प्रश्न पार्नु पर्यो नि हामीले। जस्तो मभन्दा पहिला नै उपप्रधानमन्त्री र गृहमन्त्री हुनुभएको थियो अहिलेको नयाँ भन्नेको सभापति। त्यो बेलामा उनले केही काम गर्नुभयो? भ्रष्टाचारको एउटा घटनामा छानबिन गर्नुभयो? कारबाही कसैलाई गर्नुभयो? उहाँले गर्न त गर्नुभयो, के गर्नुभयो त? भाषण गर्नुभयो। भाषण गरेर काम नगरेपछि त त्यसले त सुशासन त स्थापित गर्दैन। त्यसैले मौका पाउँदा केही पनि काम गर्नु भएन। राम्रो काम नगरेको मात्र होइन, राष्ट्रको बेहितमा पनि काम गर्नुभयो। नेपालमा तपाईहरु हाम्रो नागरिकहरूको राष्ट्रिय परिचय पत्र थाहा छ नि तपाईहरुलाई? राष्ट्रिय परिचय पत्रमा औँलाको छाप पनि लगाउनु पर्छ, हाम्रो जैविक विवरण हुन्छ, हाम्रो व्यक्तिगत विवरण हुन्छ। त्यो चाहिँ नेपालको सबै नागरिकको विवरण चाहिँ नेपालमै सुरक्षित हुनुपर्छ। तर हाम्रो त्यो पार्टीको सभापतिजीले, नयाँ भन्ने पार्टीको सभापतिले जीले चाहिँ एउटा विदेशी कम्पनीको संलग्नतामा चल्ने यहाँ निजी कम्पनीलाई त्यसको ठेक्का दिनुभयो, सबै रिकर्ड त्यहाँ हुने गरी। त्यो त राष्ट्रिय हित विरुद्ध हुने भयो। त्यसैले म गृहमन्त्री भएपछि त्यसलाई मैले खारेज गरिदिएँ। त्यसकारण राम्रो काम नगरे मात्रै होइन, राष्ट्रको हित विपरीत काम गरे हो नि त। त्यसकारण त्यो नयाँ होइन र राम्रो काम गरेका मान्छे पनि होइन। व्यवहारमा राम्रो काम नगर्ने भनेर पुष्टि भएको हो बरु त, होइन? त्यसकारणले त्यसको भ्रममा पर्नु भएन।